हितोपदेशको पुस्तक अध्याय 26। ग्रीष्म ऋतुमा हिउँ वा फसलको बेला झरी परे झैँ मूर्खलाई सम्मान दिनु सुहाउँदैन। भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथली झैँ बिना कारणको श्राप पनि लाग्दैन। घोडाको लागि कोर्रा, गधाको लागि करेली र मूर्खहरूका पिठ्यौँको लागि लट्ठी। मूर्खलाई त्यसको मूर्खता अनुसारको जवाब नदे, नत्र त आफै पनि त्यो जस्तै हुनेछस्। मूर्खलाई त्यसको मूर्खता अनुसारको जवाब दे, नत्र त त्यो आफ्नै नजरमा बुद्धिमान हुनेछ। आफ्नै खुट्टामा बन्चरो हाने झैँ अथवा हिंसा पिए झैँ मूर्खको हातमा समाचार पठाउनु हो। लङ्गडो मानिसको झुन्डिएका लुला गोडाहरू झैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ। मूर्खलाई सम्मान दिनु घुइँत्रोमा ढुङ्गा बाँध्नु झैँ हो। मतवालाको हातमा काँडे बिरुवा भए झैँ मूर्खको मुखमा भएको हितोपदेश हो। मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले जथाभावी काँड हानेर चोटै चोट पार्नु झैँ हो। जसरी कुकुर आफ्नै बान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता दोहोऱ्याउँछ। आफ्नो नजरमा आफूलाई बुद्धिमान ठान्ने मानिस देखेको छस्? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ। अल्छेले भन्छ, सडकमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ। ढोका आफ्नो कब्जामा यताउता फर्के झैँ अल्छे आफ्नो खाटमा पल्टन्छ। अल्छेले आफ्नो हात थालमा गाड्छ र आफ्नो मुखसम्म पुर्याउन पनि त्यसलाई अल्छी लाग्छ। ढङ्ग मिलाएर जवाब दिने 7 जना मानिसभन्दा पनि अल्छे आफ्नै नजरमा बुद्धिमान बन्छ। आफूसँग असम्बन्धित झगडामा हस्तक्षेप गर्ने बटुवा र कुकुरको कान पक्रने व्यक्ति एउटै हो। त्यो अगुल्टा र घातक काँड हान्ने बहुला जस्तो हो, जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, मैले त ख्याल मात्रै गरेको थिएँ। दाउरा बिना आगो निप्छ, कुरौटी बिना खिचलो शान्त हुन्छ। भुङ्ग्राको लागि कोइला र आगोको लागि दाउरा चाहिँ कलह सल्काउनका निम्ति झगडिया मानिस हुन्छ। कुरौटेका शब्दहरू मिठो घाँस जस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्। माटोको भाँडोमा चाँदीको जलप लाए झैँ दुष्ट हृदयका जोसिला ओठ हुन्छन्। देशपूर्ण मानिसले आफूलाई त्यसको कुराले ढाकछोप गर्छ, तर आफ्नो हृदयमा भने त्यसले छलछामलाई आश्रय दिन्छ। त्यसको बोली मनोहर भए पनि त्यसमाथि विश्वास नगर, किनभने त्यसको हृदय 7वटा द्वेषले भरिएको हुन्छ। त्यसले आफ्नो देश छलसित लुकाएको हुन सक्छ, तर त्यसको दुष्टता समुदायमा खुल्ला हुनेछ। मानिसले खाडल खन्यो भने त्यसभित्र त्यो आफै झाकिनेछ। मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर आफैतिर फर्कनेछ। झुटो जिब्रोले त्यसलाई पीडामा परेकाहरूलाई घृणा गर्छ र चाप्लुसी घस्ने मुखले सर्वनाश गराउँछ।